खाजा खाजा खाने समय कम्प्रोमाइज गर्न खाजा खाने समय स्पेसल फुटेज अनौठो खालको मान्छे यो कपाल कस्तो राम्रो बाटिरहेको थियो फेरि खोल्यो कर्ली बनाएको नि अब नसकिने भयो अन्जो ए मन्जो खाना भइसकेपछि लाइभ त गर्नै पर्यो थकाली त्यस्तै हो होइन कादर खान अरे कादर खान कि सलमान खान अरे कादर खान अगाडिबाट हेर्दाखेरि कादर खान पछाडि हेर्दाखेरि सलमान खान पछाडि यो चाहिँ हाम्रो पारिवारिक भ्रमण हो आज सबैभन्दा लोती हिँड्नु नसक्ने अलि ढिलो गर्ने भनेको चाहिँ यो आउँदैछ त्यहाँनिर नमस्ते सेवार हो म तपाईँहरूको साथी सुकियोङ खाङ हामी चाहिँ आज यहाँनिर तयारी हुँदैछौँ यसलाई त आज सबैभन्दा ढिलो गर्ने यता यहाँ सबैभन्दा ढिलो गर्ने हिँड्ने बेलामा टोइलेट जाने लु पछि हो पछि लु झोला त मेरो पनि लिएर आएको हुँदै जाने म सान्थ्यो नि ऊ त्यस्तो झोला नि ल ल हिँड खाजा खाने समय कम्प्रोमाइज गर्न खाजा खाने समय स्पेसल फुटेज भनेर सङ्केत अरे क्या सङ्केत यस्तो नभएर अनि टाइम कटिसक्यो नि मैले त यो लगाएँ खिलान पिलान बिना हिँडेको एकैचोटि चाहिँ अनि 9-10 भाउजूको चाहिँ थोरै हो यो गाईको अलिक धेरै छ दाई अलिकति ब्रेकफास्टको रूपमा चाहिँ चाउमिन हुँदैछ ल हामी चाहिँ तमक भन्ने ठाउँमा आइपुगेर चाहिँ खाजा खाइयो होइन खाजा खाइयो अब हामी जान आँटेको गजनी भइगयो यो पनि साले अघि भर भन्दै थिएँ कस्तो यो पनि गजनी हेर्ने बेला भयो गजनी भइगयो यो पनि हल्का यस्तो आँखा पोलिरहेको छ मेरो यो आँखालाई चाहिँ के समस्या छ आँसु मात्रै आइरहेको छ हामीले चाहिँ यहाँनिर यस्तो खाजा खायो होइन त्यहाँदेखि अब लाग्ने हामी धरान जाँदैछौँ अघिसम्म केही भनेको छैन मैले बाटो चाहिँ कसम पुरा बस्यौँ बाटो चाहिँ खतरा तरिकाको रहेछ पुरै छिर्का छिर्का लागेछ त तेरो त जुत्ताको हालत त्यस्तो भइसक्यो मन्जरी मन्जरी उहाँ छ मन्जरी अन्जरी दादा वर्ल्डकै सबैभन्दा ह्यान्डसममा चाहिँ को पर्छ भन्दाखेरि चाहिँ यही पर्छ है भ्याक्सो जस्तो नगर्दा त पनि ल जाउँ अब यहाँबाट हामी लाग्ने 55,000 रुपियाँ एडिडास
एडिडास कतिको जुत्ता लगायो अरे यता होइन 55,000 only हँ 55,000 यो पनि निकै फ्याँकु भइसकेछ हौ हिजो आज 55,000 को जुत्ता लाउने मान्छे यो निकै फ्याँकु भइसक्यो क्या मतलब त्यसलाई मिलाएर बुझ्नु भन्नु खोजेको क्या तेरो चाहिँ कतिको हो मेरो पर्यो होला मेरो त कति छ सस्तै हो मेरो महँगो लाउँदिन हँ पुन्टेलाई सम्झेर थाल्नु अगाएन नि पुन्टे बिहारलाई सम्झेर हामी चाहिँ पुरै केराबारी हो केराबारी आइपुगेका छौँ टक्कसँगले केराबारी सहरमा हामीलाई वेलकम छ के अरे अनुहारै देखिएन हौ तेरो त यार आमामा घाम छ नि त यस्तो गोरो स्किनलाई केराबारी भन्ने ठाउँमा आइपुगिसकेको छ हेर्नुहोस् गाइस हँ केराबारी हो नि रमाइलो नै ले यहाँनिर चाहिँ बाइक राखेको हामीले त्यहाँ राखेका छौँ बाइक नचढेको यार ल हाम्रो बाइक चढेन छोडिदिइराखेर हिँडेको अब हामी चाहिँ नचढेपछि के चाहिँ गर्नु त अब मर्नु भएन ल हामी चाहिँ अहिले धरान आइपुगेर चाहिँ यो श्रम संस्कृति पार्क चाहिँ जाने ठुलो इच्छा गर्नुभएको दाइले यता हेर्नु न हजुर हजुर अब मैले पनि लिएर चाहिँ आएकै हो तर अब के गर्नु बाइकले धोका दियो बाइकले नसकेपछि के गर्नु मर्नु भएन गर्नु भएन अब हामी यहाँबाट चाहिँ धेर पनि छैन 10-15 मिनट लाग्छ होला अब ल अब यहाँबाट चाहिँ हामी यसो भित्री छिर्छौँ होला यहाँबाट कहाँबाट बाटो छ क्या यहाँबाट धरान मूर्तिकला घरमा आइपुगेको छ अब यता यहाँबाट यसो भित्री छिर्नु पर्छ ल हेर्दै गर्नु है भिडियो चाहिँ भरेसम्म आज चाहिँ म ड्रोन उडाएरै देखाइन्छु तपाईँहरूलाई गलित्र भयो गलेर आरा धरानसम्म चाहिँ जानुपर्छ ल यो चाहिँ अब श्रम संस्कृति पार्क चाहिँ भन्ने ठाउँ चाहिँ यही हो अब म तपाईँहरूलाई एकछिनमा ड्रोन पनि सट्ट उडाएर देखाउँछु हेर्नु होला कस्तो छ म तपाईँहरूलाई देखाइदिइहाल्छु होइन आया हो गाडी तलै छोडेको बाइकले तानिएन त्यो भएको कारणले गर्दाखेरि चढ्नै सकेन सुपरमा अलिकति समस्या रहेछ ल अनौठो खालको मान्छे यो कपाल कस्तो राम्रो बाटिरहेको थियो फेरि खोल्यो कर्ली बनाएको नि नसकिने भयो अन्जु ए मन्जु यस विषयमा के भन्छस् के भन्नु रिस दुखिरहेछ अरे रिस दुखिरहेछ यस्तो भइरहेछ नि
श्रम चौतारी यो चाहिँ श्रम गरेर चाहिँ थकित भएर आएपछि बस्ने अर्थात् नत्र भने घुमेर आएर चाहिँ यहाँनिर एकछिन थकाइ मार्ने त्यही भएर श्रम चौतारी होइन श्रम गरेर आएर चाहिँ थकाइ मार्ने स्थान माटो हुँ म मलाई दुख्दैन कुल्छ या कुछ फरक पर्दैन देश सोच्न सकूँ म देश बोल्न सकूँ देशकै कर्म गर्न सकूँ म देशकै लागि मर्न सकूँ यो चाहिँ चर्चित कविता हो यो हर्क साम्पाङ दाइको दाइ त भन्नु होला नि होइन हर्क साम्पाङको चर्चित कविता हो त्यो म चाहिँ थरररर कामिसकेँ त चाहिँ पानी खानु मन लाग्यो यसलाई मलाई लाग्दैछ यो आज पुरै मुड स्विङ भइसकेछ यसको जाउँ यहाँ माथि अब ल अब हामी अलिकति मासतिर धरानसम्म पुग्छौँ र चाहिँ पहिलाभन्दा निकै राम्रो बनाइसकेछन् यो चाहिँ के हो ए गोर्खा आज चलाऊ भोग लागेको अवस्था अरे सबै रुनु आँटिसकेको छ श्रम संस्कृति पार्क घुम्दै विजयपुर डाँडा चढ्ने ल ल ल घुम्दै भोग लाग्न थालिसकेको छ अब चाहिँ बिस्तारै जाने तल अनि खाना आमाम खाने अनि घर जाने ल भेटी पनि हामी जान्छौँ घर होइन बहिनी हो नि होइन अब कहाँ जाने यता हो अब कहाँ जाने यता यता हेर न यता नाम के हो बहिनीको नाम दिपसाङ के तामाङ कहाँबाट आउनुभएको कत्रीबाट भन्छु यता हो भन्छु दिदीलाई भोग लागेर ए तिर्खा लाग्यो तिर्खा त भन्नै पर्दैन मलाई नि पुरा लाग्यो है उताबाट जान्थ्यो नि त होइन आज शनिबार भएकोले गर्दा पनि होला है यो भाइरल श्रम संस्कृति पार्कमा चाहिँ मान्छे एकदम खतरा तरिकाले जमघट भएको छ खुर्सानी त खुर्सानी पनि रहेछ यार अरे दुई चारवटा देखियो नि भाउजू तपाईँको साथी उहाँ रहेछ हेर्नु अब कहाँ भन्छु त कहाँ गयो दाइ साथी छोडेको भन्छु साथी छोडेको हरा त दाइ त अनि दाइलाई छोडिराखेर हेर आम्बो यहाँनिर त नि थकाली खानु पसेको अरे थकाली खानु पसेको थकिँदै बनायो त थकाली पर्खिँदा अब खाना आइहालेछ खाना आएपछि पर्खिने कुरो आउँदैन खाना पुरै लाइभमा लाइभमा दिइहालिदियो खाना भइसकेपछि लाइभ त गर्नै पर्यो
थकाली त्यस्तै हो होइन ल अब हामी खाना खान्छौँ ल साह्रो भोक लागेको छ मलाई पुरै भोक लागेको छ यो के हो ए भाइ अनि के